यो ताल चाहिँ किन्नु पर्ला जस्तो कति जति पर्ला यसको यो ताल चाहिँ किन्न मिल्दैन है बाजेले मलाई नबेच भन्दा चाहिँ हाम्रो सानो बच्चैदेखिको अब सानो अंश भनेको पुर्खौली सम्पत्ति भनेको यही यो सबै तेरो हो हैन सबै मेरो हो क्या बिजनेस नमिल्ने हो नि त अलिकति म बेगनासतिर जानु पर्ला जस्तो है त्यतै जा है यता त पाउँदिनस् तैँले यो वारीको जग्गाहरू देखिरहेको छस् नि भाइ सबै मेरो हो क्या ऊ त माथि हर्केले कुलो बिगारिदिएर यो यतापट्टि पुरै माटो गएर लास्ट धरा भइरहेछ अलिकति त्यो धरा बर होला त काठमाडौँ कोठा लिएर बस्छ हैन अनि ठिक हो त्यो फेरि वारी तेरो रहेछ हैन पारी चाहिँ फेरि मेरो हो क्या खासमा हैन अब यो वारी पनि मैले यो किन्ने सोच गरिरहेको छु योपालि स्यालेरी पनि आयो अब पारीको चाहिँ मैले अस्तिको स्यालेरी आउँदाखेरि किने हो क्या खासमा यो सबै यो मेरो हो क्या त्यहाँनिर हेलिप्याड छ नि त्यो पनि मेरो आफ्नै म हेलिकप्टरमा हुन्छ नि फेरि आउनु जाने त टेम्पो चढ्नेको हेलिप्याड होइन टेम्पो त म कहिलेकाहीँ यसो हेलिकप्टरको त्यो इन्जिन खराब भयो भने मात्रै चढ्ने कुरा हो अब यो लेग साइडको एरिया चाहिँ सबै मेरो है खान्छ अनि आज तेरो स्यालेरी आएको केक खुवा नि त है स्यालेरी त तेरो पनि आएको तैँले खुवाउनु पर्ने हो खासमा ल एउटा राम्रो ठाउँ चिनेको छु त हिँड्न त है किङ्स लन्च पोखरा हो क्या है भाइ यो चाहिँ मेरो आफ्नै हो क्या लेग साइडको छेउमा एकदमै प्रिमियम हो क्या है भाइ मेरो पनि आफ्नै हो मेरो अगाडि यो 3-4 वटा लाउन्ज छ नि यो मेरो आफ्नै हो फेरि खासमा तर मलाई यहाँको चाहिँ जुन छ नि त्यो एम्बियन्स म्युजिक लाइभ म्युजिक यताउता त्यो सर्भिङ हुन्छ नि बेस्ट लाग्यो क्या ब्रो हो बेस्ट लाग्यो यो आफ्नै हो यो मेरो आफ्नै हो क्या आफ्नै भन्नाले पनि होइन जिजुको नातिको पनातिको मेरो काइला अङ्कलको छोराको चाहिँ आफ्नै हो क्या होइन धेरै आफ्नै रहेछ नि खासमा धेरै नै आफ्नै रहेछ अनि यो ठाउँमा चाहिँ मलाई के गर्नु एकदमै क्या फ्यामिलीसँग आउनु पनि मिल्यो होइन एक्लै आएर रमाइलो गर्न पनि मिल्यो एक्ज्याक्टली हो यो ड्रिङ्क्स गर्ने ठाउँ हो क्या होइन तर यो धेरै आफ्नो रहेछ मेरो अलिकति टाढाको आफ्नो हो तर फेरि आफ्नै हो फेरि होइन आफ्नै सोच्दैन अब यहाँ आइसकेपछि अब दाजुभाइ भेटियो होइन रक्सी खाऊँ न त के खाने रक्सी खाऊँ न अफकोर्स रक्सी त ओडी खाऊँ न त ओडी नभन्नु भाइ दाइसँग आइसकेपछि जेडी खाने है भाइ जेडी नै हो क्या खासमा म जेडी नै खाइरहेको हो क्या खासमा मेरो अलिकति मिसकन्सेप्ट भयो क्या जेडी नै हो मैले खाएको त्यो बाहेक अरू खाएकै छैन एउटा कुरा तैँले अस्ति जाँड खाएको मैले स्टोरी देखाएको थिएँ है भाइ त्यस्तो नगर्ने है तैँले दुखमा ताने भिडियो मैले देखाएको कान्छ छोड त्यस्तो कुरा होइन बरु जेडीसँग सितन चाहिँ के खाने भन्दा उसानेको आलु खाउँ न सरी फ्राई गरेको आलु खाउँ न फ्राई भन्दा पनि चिप्स चिल्ली खाउँ है भाइ हुन्छ है त्यसरी खाउँ सस हालेको होइन सस हालेको हो त्यही म त्यही हिजो रमाइलो भयो बिल 1000 रुपियाँ भएर छ आज तिरौँ त के कुरो गरे यार त हुँदा मैले तिर्नु पर्ने भयो त थाहा छ नि मेरो घरको स्थिति के छ भनेर टाउको ऋण तिर्न नसकेर मेरो बाउको टाउको तालु भइसक्यो दसैँमा छ नि 1 पाउ मासु ल्याउने गरेर त्यही पनि 4 गरे झोल हाल्ने गरेर त कुरै बुझ्दैन मेरो यो सुन्दाखेरि चाहिँ सबै यो दिल्ली पठाइदिएको उहाँ अस्ट्रेलियाबाट कति गाह्रो छ उता तर थाहा छ जम्मा 6 लाख रुपियाँ कमाउँछन् तिनले कुरै बुझ्दैन मेरो साथी होइन मै तिर्छु ल भयो ल मै तिर्छु ओहो मस्त खुजरा पैसा छैन यार खुले 10 रुपियाँ तँलाई थाहा छ त मेरो घरको स्थिति के छ भनेर ल ल आजकल कति राम्रो वेदर यार घुम्न जाऊँ न यार तर थाहा छ त यार मेरो हालत यार जन्मेको 20 वर्ष भयो अहिलेसम्म चाबेलबाट उता कटा छैन तेरो कलेज त गौशाला होइन कसरी आमामा यत्रो पैसा कहाँ आयो तसँग के कुरा गरे यार तैँले यार 4 वर्ष भयो मैले पैसा जम्मा गरेको बाउलाई एउटा राम्रो जुत्ता किन्दिन एउटा राम्रो जुत्ता पनि छैन यार फाटेको जुत्ता लाएर हिँड्छ तेरो बाउको त बाउसँग जुत्ता पसल छ होइन तर होइन क्या तैँले कस्तो कुरा असोज 9 गतेदेखि 22 गतेसम्म अल्टिमाको 10 मेला स्टार्ट हुँदैछ त्यो अल्टिमाको प्रडक्टहरुमा टन्नै डिस्काउन्ट छ त्यही भएर त्यही किन भनेर जम्मा गरेर राखेँ पैसा कस्तो यार त कुरै बुझ्दैन मलाई एउटा एयरपोर्ट किन्दैन यार मलाई खाँच्चै छ यार किन्दैन यार के कुरा गरे यार तैँले यार तँलाई थाहा छ त मलाई थाहा छ यार मेरो हालत बुझ्दैन यार जहिले यो झोला बोकिरहन्छ यो के रहेछ यो झोलामा
ड्याडी मलाई एउटा बाइक किनिदिनु न कलेज जानलाई बाइक चाहिएको ड्याडी सबै साथीहरूसँग बाइक छ हाम्रो पालामा 3 बजी उठेर घाँस काटेर गाईलाई हालेर 2टा खोला तरेर 7 डाँडा कटेर खाली खुट्टा हामी 8 घण्टा हिँड्दै पढ्न जान्थ्यौँ। तँलाई बाइक चाहिएको छ? सिधै पैसा छैन भन्नु न छैन पैसा। मलाई मेकअपको सामान किन्न 10,000 दिनु न। ए छोरी पैसाको टेन्सन नगर न। ल एटिएम जे किन्छ किन। ए भनेपछि पैसा छोरीलाई चाहिँ मैले चाहियो पैसा खै लिनु हाम्रो पालामा 2टा खोला तरेर 7 डाँडा काटेर खाली खुट्टा पढ्न जानु पर्थ्यो बुझिस्? तँलाई धेरै सुविधा छ। खाना लानु पर्यो भने धेरै ठुलो कुरा हो बुझिस्? ए के कुरा गर्नुभयो? के 25 लाख कुरा हो तपाईँले? तपाईँलाई चाहियो भने म 30 लाख दिउँला नि। ड्याडी मलाई पेन किन्नलाई 30 रुपियाँ दिनु न हेर बाबु हाम्रो पालामा ए नयाँ ल्यापटप किन्ने ल ल यार बधाई छ यार तँलाई यार म नि किन्छु होला अब ल्यापटप यार नयाँ यार ल ड्याडी मलाई एउटा ल्यापटप चाहिँ साह्रै भयो ड्याडी पढ्नलाई भयो नि एउटा ल्यापटप चाहियो ड्याडी एउटा ल्यापटप किनिदिनु न हाम्रो पालामा हामी पातमा लेखेर बालो जम्मा गरेर बालोमा लेख्थ्यौँ। अहिले ल्यापटप चाहिन्छ पढ्नलाई? ड्याडी तपाईँलाई म कहाँ पढ्छु थाहा छ म टेक्सास इन्टरनेसनल कलेजमा हिजो भर्खर एडमिसन गरेर आएको बिबिएमा पढाइको लागि त किन पढाइको लागि किन ठिक छ त्यो चाहिँ आफै कमा अनि किन्न। ड्याडी एउटा ल्यापटप किन्नु सक्नु एउटा ल्यापटप त किन्दिनु न ड्याडी हाम्रो पालामा हेर यति गाह्रो हुन्छ पाठबाट लेख्न पर्थ्यो हेर यति गाह्रो छ काम। ड्याडी के भन्दा एउटा ल्यापटप त किन्दिनु मलाई हाम्रो पालामा बाबु। हेलो बेबी म घरमा एक्लै छु नि बहिनी पनि भर्खर निस्क्यो हुन्छ भाइ म आइहालेँ हुन्छ हुन्छ हेलो बेबी कहाँ आइपुग्यो तिमी आउनु बेला भएन हुन्छ भाइ म फलफुल लिँदैछु 1 मिनटमा आइहालेँ ल ल छिटो आऊ ल फेरि आएको तिमी त भर्खर निस्केको होइन इन्टरभ्यू भनेर जब इन्टरभ्यू थियो क्यान्सल भयो तिमी एकछिन बाहिर जानु मिल्दैन किन हामी दिदी बहिनी बिच त्यस्तो कुरा त सेयर हुँदैन तर आज म तिमीलाई एउटा कुरा भन्न लागेको मेरो बोयफ्रेन्ड छ क्या हो र मेरो पनि छ नि दिदी तर ऊ अहिले यही आउँदैछ के ए दिदी केही छैन म जाउँला नि त तर बोयफ्रेन्ड चाहिँ को हो तर तिमी भन न मेरो चाहिँ दिदी बौद्धमा बस्छ हो र मेरो पनि बौद्धमा बस्छ नि तर मेरो बोयफ्रेन्डको त बुलेट छ हो र मेरो बोयफ्रेन्डको पनि बुलेट छ त अझ उसले अस्ति भर्खर मलाई गिफ्ट दिएको नि ओप्पोको A6 Pro यसमा त 7000 mAh को लार्ज ब्याट्री छ अनि अन्डरबाट लाइभ स्ट्रिमिङ पनि गर्न मिल्छ त्यसमाथि सुपर कुल VC कुलिङ सिस्टम जस्तो फिचर्सहरू पनि छ त्यति मात्र होइन नि दिदी यसमा IP69 वाटर एन्ड डस्ट रेसिस्टेन्स छ अनि टन्नै गेमिङका AI फिचर्सहरू पनि छ तिमीलाई कसरी थाहा भयो मलाई पनि मेरो बोयफ्रेन्डले यही फोन गिफ्ट दियो फोन पनि एउटै कस्तो देखिन्छ तिम्रो बोयफ्रेन्ड काले काले छ कपाल कर्ली कर्ली छ हो छ नाकमा यतापट्टि कोठी छ हो त्यो पनि छ दिदी कतै यो त होइन ल दिदी यही त हो नि हाम्रो बोयफ्रेन्ड त एउटै परेछ बेबी म आइसके आइन मैले तिमीलाई धेरै कुरा आए तर यो मन तिमीलाई मात्रै चाहन्छ ओए कत्रो घर यार तेरो त यार ठिकै छ भनौँ न। अनि तिमीले कार कहाँ पार्क गर्यो यहीँ भित्र राख्यो भने त नि कम्पाउन्डमा केमा आएको तिमी? म त इबीमा नाइस BYD की डिपो साझा टेम्पू बस्छ न बस्छ। ए हुन्छ हुन्छ यार कति राम्रो रहेछ कहाँ तपाईँ बसेको तिमी? यता छ नि सोफा कहाँ भुइँमा बसेको? यो चाहिँ हाम्रो गार्डन। ए कति लाग्यो नि टोटल सबै यो बनाउन? धेरै नि त्यही 20 लाख करोड भने मैले। ए तर राम्रो है फुलहरू त है मलाई चाहिँ चित्त बुझेको छैन यो। मैले राम काकालाई अलिक एक्सपेन्सिभ ल्याएर राख्दिनँ भनेको राम्रो देखिन्छ भनेको। एक्सपेन्सिभ त्यो महँगो ए हाम्रोमा नर्सरीमा पाउँछ नि 250 450 कस्तो महँगो होइन यही 10,000 को एउटाको। यो कुकुरको कति पर्यो नि? कुकुर हिज नेम इज लियो कुकुर नभन न। ए कति हुन्छ खर्च कति हुन्छ? त्यस्तो धेरै त हुँदैन दिनको 1000 जतिको खान्छ यसले भनेको मन्थको 30,000 जति धेरै होइन ठिकै हो। त्यति त मेरो परिवारले नि कमाउँदैन ए के होइन के होइन सुन न आज तिमी यतै बस्छ है तिमी फर्स्ट टाइम मेरो घरमा आएको एकदम रमाइलो गर्नुपर्छ बेलुका ड्याड ममा आउनुहुन्छ अनि सँगै बसेर ड्रिङ्क गर्नुपर्छ। ड्रिङ्क ड्याड मम्मी तिमी एकै ठाउँमा बसेर ड्रिङ्क गर्ने गरे के फरक पर्छ त तिम्रो के हुन्छ र त्यस्तो? ए हाम्रो त केही हुँदैन हुन त त्यही चिरपट दाब्रा कहिले काहीँ अनि भन न बेलुका के खान्छ तिमी? मलाई त जे भयो नि हुन्छ छ्याङ तोङ भा लोकल हाम्रो त जेडी मात्रै छ जेडी भन्दा राम्रो हो। ए हजुरको पार्सल थियो तिमी पनि यो लोगो सुज लगाउँछौ? लगाउँछु नि त्यही माथि मलाई मेड इन नेपाल सुजहरू अति मन पर्न थालेको छ झन् यो लोगो त योपालि एकदम राम्रो अफर पनि चलिरहेको छ त्यही भएर मैले 3टै लिएको। हो र कस्तो अफर नि? यो ब्रान्डको 6th एनिभर्सरीको अफर नि यो लोगो प्रोडक्टहरूमा अप टु 50% अफ चलिरहेछ। असार 1 गतेदेखि सुरु भएको यो अफर असार 15 गतेसम्म मात्रै हो नि फेरि। त्यहाँ चाहिँ स्निकर्स लोफर्स बुट्स वालेट बेल्ट अनि अरू पनि यो ब्रान्डको प्रोडक्टहरूमा राम्रो डिस्काउन्ट छ।
यो अफर चाहिँ येलो ब्रान्डको हरेक आउटलेटमा चलिरहेको छ, त्यही भएर टाइम पनि धेरै छैन, तिमी पनि गरेर लिइहाल। अब म चाहिँ यो भ्याकेसनमा यही लाएर जानु पर्ला। ए हो र, कहाँ जान्छौ नि यो भ्याकेसनमा? म चाहिँ यो हवाई र मालदिभ्समा अलिकति कन्फ्युजनमा छु। लेट्स सी कहाँ जान्छु। अनि तिमी चाहिँ कहाँ जान्छौ नि? म त यो समितिको पिकनिकमा जान्छु होला, धुली खेल लाने भने। Papa, he's my boyfriend. यो हेर्दै सुकुङ बसेर देखिरहेछ। आई हेभ 5 बिजनेसेस, आई एम अ मिलियनियर। छोरी के देख्न मन पर्छ तिमीलाई? यो हेर्दै पाकेटमा अनपढ गवार जस्तो देखिरहेछ। थुत्रो हेर थुत्रो। छोरी तिम्रो आँखामा मोती पनि लाग्यो क्या? ए अङ्कल, अब चाहिँ अति भयो। तपाईँले मेरो ड्याडीलाई चिने होइन? तपाईँलाई विनोद चौधरी थाहा छ? थाहा छ। त्यो होइन, तर त्यस्तै हुनुहुन्छ। मतलब बिजनेसम्यान? नाइ, मतलब त्यो अनुहारहरू पेटहरू मतलब त्यस्तै देखिनुहुन्छ क्या, त्यही भएर। हेर भाइ, यो मेरो एक्लै छोरी हो, यो अरू केटीहरू जस्तो होइन, यो अरूभन्दा फरक छ। किन उसको दारी पलाउँछ र? ल 20 लाखको चेक मेरो छोरीले छोड्दे। 20 लाख रुपियाँ, थ्याङ्क यू भगवान। के कुरा गर्नुभएको बाबा? उसलाई पैसा चाहिँदैन, उसलाई माया भए पुग्छ। त्यो त हो कि छोरी, तर यसको हालत हेर न, आफूले आफूलाई सम्हाल्न सकिरहेको छैन। यसको लुगा हेर, यसले चलाएको फोन हेरेर। ए साँच्ची बाबा, उसलाई अब किनेको फोन दिनु न। छोरीले भन्नु मात्रै हो। ल ओप्पोको A3X। अङ्कल, म जुन पाएँ त्यही फोन लिँदिनँ, बुझ्नुभयो? ए मिल्टी ग्रेड बडी भएको फोन हो, हतपत फुट्दैन, चिसो हालेसमा त पनि केही फरक पर्दैन। अनि 45 वाटको फास्ट चार्जिङ छ यसको, राम्रो फोन हो। चाहिएन भने ठिकै छ, मै राख्छु। होइन अङ्कल, कहाँ जिस्केको पो त, अब छोरी पनि यस्तो दिए हुन्थ्यो। यहाँ केही न केही त गडबड छ। दया, तिमी घरको तलासी ल्याऊ। अभिजित, हामी आएरौँ। यहाँ दालमा केही कालो छ अभिजित। सर, यो त कालो दाल हो नि त। प्याकर बेलुका लाग्छ। त्यो मान्छेको डेड बडी यहाँ थियो भनेपछि तिमीले के कुरा थाहा पायौ अभिजित? थाहा पाएन नि सर। भनेपछि त्यो मान्छे यहीँ मरेको थियो। वाह सर, वाह सर, मैले घर तलासी गर्दा 3000 भेटाएँ। सर, रिकेशलाई लिएर हल्का सिरियस त हुनु न। मैले लागु पदार्थ भेटेको छु, यसले हिजो बेलुका पक्का यही सेवन गरेको हुनुपर्छ। म यो टेस्ट गरेर आउँछु। सर 2 घन्टा भइसक्यो सर सालुङ्गे सर गएको। सर को त? सर म अभिजित भने। उठ भाइ। सालुङ्गे? हजुर सर, हाम्रो इन्भेस्टिगेसन कहाँसम्म पुग्यो? हाम्रो केटाहरू छन् नि, केटाहरूले गर्छ त।